ओके, सबैलाई नमस्ते। अनि आज हामी अब इनडिजाइनको बारेमा सिक्ने गइरहेको छु। फर्स्टमा इनडिजाइन नसिक्ने अगाडि हाम्रो इनडिजाइन भने के हो त्योहरू अलि बुझौँ हैन। अब इनडिजाइन भित्र के हुन्छ अनि इनडिजाइन भने कसरी हो के हो। अब यदि हजुरहरूलाई कसैले टिबेटनको भाषा थाहा छ भने अनि मैले त्यसको लागि मैले छुट्टै भिडियो बनाएर राखेको छ, त्यो हेर्ने चाहन्छ भने मेरो युट्युब भित्र गएर हेरेर हुने हुन्छ। यदि टिबेटन भाषा थाहा छैन भने इङ्ग्लिस अब यो नेपालीबाट म बोल्दैछु। त फर्स्टमा हामी इनडिजाइन वाट इज इनडिजाइन राइट। इनडिजाइन चाहिँ हाम्रो नर्मली यो चाहिँ हाम्रो लोगो जस्तो एउटा आउँछ, यस्तै लोगो हो। अब यदि हजुरहरूको धेरैजसो 2019 यस्तोमा हो भने अलिकति लोगोमा अलिकति फरक हुन्छ, त्यति मात्र हो। धेरै जतिमा आई र डी भएको एउटा हुन्छ। अब हामीले इनडिजाइन भन्ने के हो? इनडिजाइन इज अ डेस्कटप पब्लिसिङ सफ्टवेयर एप्लिकेसन फर क्रिएटिङ फ्लायर, ब्रोशर, म्यागजिन, न्युजपेपर एन्ड बुक्स भनिन्छ। अब इनडिजाइन भन्ने हामी के हो भने एउटा सिर्फ सफ्टवेयर एउटा हो, नामको एउटा सफ्टवेयर। त्यो के गर्नको लागि हामी नर्मली एडभर्टाइजमेन्ट गर्नको लागि हामी सायद बाटोमा बसेर यस्तो फ्लायर भन्छ त्यसलाई, त्यो दिने, अनि म्यागजिन बनाउने, न्युजपेपर बनाउने, बुक्स बनाउने, अब धेरै थरीका हुन्छ इनडिजाइन। यदि हजुरहरूलाई केही अलिकति बेसिक थाहा भयो भने अनि ठुलोहरूमा एकदम त्यो हुन्छ, अब युज हुन्छ यो। अब हामीले त्यसको पछि इनडिजाइनको भित्र हामीले डिजिटल र प्रिन्टेड फर्मेट दुइटै बनाउनु पाउँछ। अब यो हजुरलाई के हो भनेको भने डिजिटल फर्मेट भन्ने बेला हामीले आजकल इपब भन्छ हैन, इबुक्स, त्योहरू इनडिजाइनमै बनाउनु पाउँछ। अनि इनडिजाइनको भित्र त्यो चाहिँ एउटा स्पेसल एउटा हुन्छ हैन। प्रिन्ट फर्मेटमा हामीले पिडिएफ युज गरेर अब इनडिजाइन बनाइसकेपछि इनडिजाइन चाहिँ पिडिएफमा कन्भर्ट गरेर अनि प्रिन्ट फर्मेट बनाउनु पाउँछ। अनि इनडिजाइन कसले युज गर्छ? अब हामीले अहिले स्टुडेन्टहरूले पनि युज गर्छ। नर्मली इन्डस्ट्री स्ट्यान्डर्डमा हेऱ्यो भने अनि ग्राफिक डिजाइनर, आर्टिस्ट, पब्लिसर, मार्केटिङ प्रोफेसनलहरूले युज गर्छ। ग्राफिक डिजाइनरहरूले पनि इनडिजाइन युज गर्छ। आर्टिस्ट भन्ने बेला के भन्छ चित्र लेख्नेहरूले पनि युज गर्छ। पब्लिसर हामीले अहिले यदि नेपालमा भयो भने काठमाडौँतिर भयो भने पत्रकारहरूले युज गर्छ इनडिजाइनहरू। अब इनडिजाइन चाहिँ कसले बनाएको हो भने एडोबी सिस्टम, एडोबी इङ्कले बनाएको। अब यो चाहिँ हामीले इनडिजाइन भन्ने बेला एडोबीको एउटा क्लाउडहरू जस्तो हुन्छ एउटा सिस्टम। के हो भने एडोबी भन्ने एउटा ठुलो कम्पनी एउटा हो, त्यसको मुनि चाहिँ इनडिजाइन एउटा सानो आउँछ सफ्टवेयर एउटा हो त्यो। अब त्यसको पछि हामी वाट इज इनडिजाइन सिसी। अब यहाँमा एउटा दुईटा तरिका हुन्छ। नर्मली हामी इनडिजाइन भन्ने एउटा र इनडिजाइन सिसी, CS5, CS3 भन्ने यस्तो धेरै आउँछ तरिका। यो चाहिँ के हो? वाट इज इनडिजाइन सिसी भन्ने एउटा मैले चाहिँ भने, किनभने यसमा अलिकति फरक के छ भने यदि हजुरहरूले इनडिजाइनको प्याकेज जस्तो हामीले अब यो इनडिजाइन भने फ्रीमा पाउँदैन, हामीले किन्नै पर्छ। अहिले म त्यसको वेबसाइट पनि देखाउँछु अनि हजुरहरूलाई कसरी किन्ने पर्छ त्योहरूलाई पनि मैले अलिकति जानकारी गर्छु। इनडिजाइन भन्ने बेला एउटा सफ्टवेयर तिमीले एउटा छुट्टै एउटा किन्यो भने त्यसको एउटा प्राइस छुट्टै हुन्छ। यदि प्याकेज फुल प्याकेज लियो भने त्यसलाई हामीले पैसा चाहिँ थोरै लाग्ने, तर त्यसको भित्र चाहिँ एडोबीको धेरै हुन्छ। जस्तो इनडिजाइन, फोटोसप, इलस्ट्रेटर, प्रिमियर प्रोहरू धेरै यस्तो हुन्छ। सिसी हो, क्रिएटिभ क्लाउडको कुरा गर्छ यसमा। यहाँमा देखाउँदैछु। अनि कलेक्सन एप्लिकेसन युज टु डिजाइन, मार्केटिङ एन्ड कम्युनिकेसन, प्रिन्ट, भिडियो एन्ड अनलाइन। सिसी एभाइलेबल फर युज आइदर म्याक ओएस और विन्डो कम्प्युटर, दुइटैमै हुन्छ, त्यो त भन्नै पर्दैन होला हैन। विन्डोजमा पनि हुन्छ, म्याकमा पनि हुन्छ। लिनक्समा कि हुन्छ कि हुने त्यसको बारेमा मलाई थाहा भएन। त्यसको पछि इनडिजाइन यदि सिसी लियो भने अर्कोहरू रिसोर्सेस हामीले जस्तो कि अब यदि अनलाइनबाट केही फोटोहरू डाउनलोड गर्ने बेला आजकल धेरै जति के छ भने एउटा फोटो डाउनलोड गरेर युज गर्ने बेला त्यसको एउटा लाइसेन्स लिनुपर्छ।
यो हाम्रो बाइकको लाइसेन्स लिएको जस्तो हैन यो नर्मली फोटोको एउटा लाइसेन्स दिनुपर्छ न त नलियो भने यदि हामीले कहीँ युज गर्यो भने त्यसलाई हामीलाई के यस्तो युट्युब बनाउने बेला जे भयो भने त्यसमा एउटा कार्यवाही भन्छन् हैन त्यो कानुनबाट तिनीहरूको युट्युबबाट एउटा सिस्टम हुन्छ त्यस्तोहरू धेरै रहेछ है अनि त्यसको पछि अब हामी एक्जाम्पल यहाँमा फोटोसप इलस्ट्रेटर इनडिजाइन यस्तो एक्सेट्रा त्यो सबै सीसीमा क्रिएटिभ क्लाउड भित्रै लिने पाउँछ अब हामी त्यहाँमा जाउँ हैन हजुरहरूलाई कहाँ जानुपर्छ भने www.adobe.com मा एकताल जानु हैन फर्स्टमा हजुरहरूलाई पेज यस्तो एउटा खुल्छ अब यहाँमा अगाडि यहाँमा क्रिएटिभिटी एन्ड डिजाइन भनेको त्यसमा थिचेर मुनि यहाँ गएर व्यू अल प्लान एन्ड प्राइसिङमा जानु हैन अब यहाँमा यो क्रिएटिभ क्लाउड भने सीसी भने के हो भने यो यसमा हामीले प्याकेज लिन पाउँछ यदि अब लाइट रूम र फोटोसप दुईटै भएको एउटा प्याकेज लिने मन छ डिल लिने मन छ भने यस्तो महिनाको $9.99 मतलब $10 जस्तै हो अब नेपालमा एउटा कमी जस्तो भन्यो भने एउटा कस्तो देखेछ भने मैले हामीले एउटा ब्याङ्क खाता खोल्यो त्यो इन्टरनेसनल ट्रान्ज्याक्सन चाहिँ गर्ने एकदम गाह्रो रहेछ त्यो अहिले सुविधा छ कि छैन त्यस्तो पनि मलाई देखेन मैले पनि धेरै युज गरेको मलाई पनि त्यस्तो भएन हैन अब यो चाहिँ यो भयो यो चाहिँ हामीले दुईटा प्लानको लागि यदि ऑल एप्स भने यहाँ छ यो यदि हजुरहरूलाई अलिकति इन्टरनेसनलको क्रेडिट कार्डहरू छ डेबिट कार्ड छ यदि जस्तो कि अब हामी यहाँ पेपालहरू छ भने त्योहरूले यहाँबाट युज गरे पनि हुन्छ नि हैन अब यहाँमा एक्रोब्याट प्रोहरू छ सबै छ यसमा योहरू चाहिँ के हो इन्डिभिजुअल एउटा किन्ने मन छ भने अब यो चाहिँ लाइसेन्समा हो त यहाँ हजुरहरूले यो चाहिँ बुझ्नै पर्यो किनकि यदि उदाहरण राखेर इन्डिजाइन हजुरले लियो एउटा मात्र सफ्टवेयर दिन्छ तिनीहरूले यसमा के प्याकेज यस्तोमा प्याकेज के छ भने हामीले यहाँ हेरौँ हैन अब यो त लेटेस्ट फिचर्स एन्ड अपडेट यो त भयो नि हैन फिचर्सहरू के छ सबै देखाउँछ तिनीहरूले ने 100 GB अफ क्लाउड स्टोरेज छ अहिले हामीले गुगल ड्राइभ भन्ने युज गर्दैछ भने हजुरहरूले त्यो जस्तै यहाँमा 100 GB सम्म चाहिँ हजुरलाई अनि फ्री दिन्छ भनेको छ अनि एडोबी पोर्टफोलियो एडोबी फोन्टहरू तिनीहरूले फ्रीमै दिन्छ तर एउटा कुरा के याद राख्नुपर्छ भने यसमा मन्थली प्लान हो अब जस्तो यहाँमा इयरली गर्ने मन छ भने जस्तो अब वर्षमा गर्ने मन छ भने एक वर्षपछि प्लान गर्ने मन छ रिन्यू गर्ने मन छ हामीले बाइकको रिन्यू गरेको जस्तै बिल बुक रिन्यू गरेको जस्तै हो यसमा चाहिँ हामीले सधैँ रिन्यू गरेर बस्नुपर्छ महिनामा यो वर्षमा यहाँ मन्थली प्लान यहाँ महिनामा यो यस्तो हैन अब यही हो इन्डिजाइन एउटा सिंगल इन्डिभिजुअल एउटा किनेको हैन हजुरहरूले सिर्फ लाइसेन्स मात्र लिएको हो यसमा चाहिँ लाइसेन्स लिएर यो हर महिना हामीले के गर्नुपर्छ रिन्यू गर्नुपर्छ त्यसको अलावा यहाँमा एउटा छ हामीले धेरै इन्ट्रेस्ट भएको धेरै जनाले यो चाहिँ लिन्छ यो प्याकेज चाहिँ लिन्छ किनकि अब यसमा चाहिँ हामीले $52.99 भन्ने बेला $53 जस्तै हैन अब यसमा चाहिँ हामीले हेरौँ न के रहेछ यसमा हेर्यो भने क्रेडिट क्लाउडमा ऑल एप्स भनेको छ जस्तै फोटोसप इलस्ट्रेटर इनडिजाइन एडोबी XD लाइटरूम एक्रोब्याट प्रो एनिमेट भन्ने सबै हुन्छ यसमा तर यसमा चाहिँ वर्षको एक वर्षभित्र महिना कति तिर्नुपर्छ $52 तिर्नुपर्छ यदि सिर्फ एक महिनाको लागि चलाउन मन छ भने सिर्फ एक महिनाको लागि यहाँ छ हामीले यसमा ट्रायल पनि छ यहाँमा एडोबी स्टक यहाँ ट्रायल 30 दिनको फ्री ट्रायल पनि छ तर यसमा के कमी छ भने ट्राई गर्ने पाउँछ एक महिनाको ट्राई गर्ने पाउँछ तर पनि ट्राई गरे भने त्यसमा पहिला हजुरहरूको क्रेडिट कार्ड डेबिट कार्ड जुन छ त्यो पेमेन्ट चाहिँ दिनुपर्छ पैसा काट्दैन तिनीहरूलाई त्यो डिटेल चाहिँ दिनुपर्छ अनि महिना नसिद्ने अगाडि हजुरले क्यान्सल गर्ने पाउँछ यो सबै क्यान्सल नगरे भने तिनीहरूले यो पैसा तान्छ
अब अर्को हामीले यहाँमा एउटा छ यो इन्डिभिजुअल भयो बिजनेसेसहरूलाई छ यहाँमा छुट्टै अनि स्टुडेन्ट्स एन्ड टिचर यदि हजुरहरू व्यक्ति अब स्टुडेन्ट हो न त टिचर्स हो भने यहाँमा एउटा छुट्टै प्याकेज हुन्छ उनीहरूलाई यहाँ $20 महिनाको $20 हुन्छ अब त्यसको पछि यदि स्कुल्स एन्ड युनिभर्सिटी एउटा स्कुल जस्तो न त युनिभर्सिटीमा हो भने योहरू प्लान हुन्छ अब हामीले यो एडोबी क्रिएटिभ क्लाउड नलिकन हामीले इन्डिभिजुअल सेप डाउनलोड गर्ने लागि यदि हजुरलाई के भन्छ पैसा नतिरिकन डाउनलोड गर्ने पाउँछ कि भन्ने एउटा सोचमा आउने छ त्यो त्यसको बाटो पनि छ यो हामीले अहिले यसमा युट्युबमा देखाउने नसकेको किनकि हामीले यदि युट्युबमा देखायो भने हामीलाई ब्यान गरिदिन्छ धेरै जति मान्छेहरूले अब कोही कोही त किन्ने सक्छ तर पनि फ्रीमै डाउनलोड गरिदिन्छ कोही कोहीले के गर्छ पैसा छ तर क्रेडिट कार्ड डेबिट कार्डहरू तिर्न नसकेको त्यस्तो हुन्छ सो एक्जाम्पलको उदाहरणको तौरमा लिए भने हामीले अहिले म जस्तो मैले क्रेडिट क्लाउड लिन सक्छ मलाई अहिले लिनेको चाहना पनि छ तर के हो हाम्रो क्रेडिट कार्ड डेबिट कार्ड जान्दैन यसमा इन्टरनेसनल जान्दैन त्यो हजुरहरूले बुझ्ने पर्यो होइन फ्रीमा पनि लिने पाउँछ त्यो चाहिँ बाटो अलिकति अलग हुन्छ त्यसमा धेरै जतिले के भन्छ यदि हजुरहरूले के गरेर त्यो क्र्याक भर्जन भन्छ हामीले त्यसमा चाहिँ डाउनलोड गऱ्यो भने वायरस आउँछ भन्छ हैन तर अहिलेसम्म मैले डाउनलोड गरेर अहिलेसम्म एउटा भाइरस यस्तो भएको छैन मेरो कम्प्युटर केही बिग्रेको ह्याङ भएको त्यस्तो अहिलेसम्म भएको छैन अहिलेसम्म ठिकठाक चल्दैछ है अब म त्यसको पछि अब एडोबी इनडिजाइनको बारेमा हामीले अहिले सिक्दैछ नि हैन यो फ्रीमा पनि भनिसक्यो हजुरहरूलाई अनि यसमा अब हजुरहरूले आएर चेक गरे पनि हुन्छ धेरै छ अहिले यसमा हामीले धेरै जति सबै युज गर्न सक्दैन हामीले एउटा जस्तो कि अब इनडिजाइनमै पर्फेक्ट जस्तो अब राम्रो एउटा सिक्न सक्यो भने धेरै कमाउन सक्छ अब इनडिजाइनको स्कोप भन्छ यस्तो बाटो कस्तो छ भने हामीले इनडिजाइनबाट हामीले कपी टाइपिङ गर्ने फाइबरमा गएर टाइपिङ गरेर के डिजाइन बनाउने बुक कभर डिजाइन बनाउने सबै इनडिजाइनमै हुन्छ त्यो हामीले फोटोसप र इलस्ट्रेटर जस्तै पनि हुन्छ सिर्फ के फरक छ इनडिजाइनमा कभर डिजाइनको लागि छुट्टै हैन यो हाम्रो बुक्सको लागि हो पेपर को लागि हो है अब हामी इन्टरफेस एउटा हेरौँ अनि त्यसको पछि हामीले अलिअलि जानकारी दिएर नि भोलिदेखि हामी बिस्तारै जाँदै जाने हैन फर्स्टमा यस्तो हजुरहरूले खोल्ने बित्तिकै यस्तो जस्तो एउटा इन्टरफेस आउँछ यो त मैले अहिले खाली बनाएर राखेको यो बिचको खाली बनाएर राखेको किनकि अहिले हजुरहरूले कचाकची देख्छ भनेर हैन अब खोल्ने बित्तिकै यस्तो देख्छ हामीले यो यस्तो यो आउँछ हो या यस्तोमा देख्छ फर्स्टमा खोल्ने बित्तिकै हैन हजुरहरूले खोल्ने बित्तिकै फर्स्टमा यस्तो एउटा देख्ने हुन्छ पेज जस्तो भन्ने पनि हुन्छ हैन विन्डो इन्टरफेस चाहिँ यस्तो देख्छ अब हजुरहरूले यहाँमा छ नि प्रपर्टिज पेज सीसी लाइब्रेरी तीनटा छ यो अप्सन तीनटा यहाँमा छ या यतापट्टिको हामीले लेफ्ट साइडमा गयो भने यो चाहिँ हामीले टुल्सहरु हो यो टुल्सहरु हैन अब टुल्सहरु हो यो लेफ्ट साइडमा चाहिँ हाम्रो टुल्सहरु हो हैन अब माथिको चाहिँ विन्डोजको बटन्सहरु अब यहाँमा यो विन्डोको हामीले यहाँमा यो बटन थिच्यो भने यहाँ भित्रको धेरै यो निक्लिन्छ अब हामी पछि सिक्दै जाने पनि थाहा हुन्छ धेरै जतिले बिस्तारै सिक्दै जान्छ अनि हामी चाहिँ धेरै जति अहिलेको लागि इंग्लिशकै लेटर के भन्छ अल्फाबेटहरुमा जान्छ अनि त्यो कारणले नेपालीको अक्षर चाहिँ मैले यस्तो सिकाउन सक्दैन हैन अब
यो चाहिँ यहाँमा यो सानो एउटा हजुरहरूले देख्ने भएको छ भने म अलिकति जुम गरिदिन्छु अनि अलिकति देख्ने सजिलो हुन्छ होला। यसमा एसेन्शियल भन्ने एउटा बसेको छ, यो यहाँ साइडमा छ नि हैन, हो त्यो। यो एसेन्शियल भनेको एउटा छ, यो चाहिँ के हो भने विन्डो इन्टरफेस चेन्ज गर्नेको लागि हो। अहिले हाम्रो विन्डोको यस्तो यो हेर्ने बित्तिकै इन्डिजनको इन्टरफेस यस्तो छ। अब यसमा थिचेर हजुरहरूले यस्तो धेरै देख्छ यसमा हैन। हामीलाई मेन चाहिने चाहिँ कुन चाहिँ हो भने एसेन्शियल क्लासिक भनेको चाहिँ चाहिन्छ हामीलाई मेन। एउटा अब नर्मली हामीले डे टु डे लाइफ यदि हजुरहरूले बुक लेख्ने त्यस्तोहरू गर्दैछ भने यो एसेन्शियल चाहिँ चाहिन्छ। एसेन्शियलमा थिच्ने बित्तिकै यस्तो आउँछ इन्टरफेस, यस्तो आउँछ। अब हामीले यहाँमा लेफ्ट साइडमा यस्तो एउटा टुल्सहरू हो, राइट साइडमा हेऱ्यो भने योहरू चाहिँ प्यानल्सहरू हो। अब टुल्सहरूको प्यानल भन्ने पनि हुन्छ हैन। यो पेजेस प्यानल, प्रपर्टिज प्यानल, लिङ्क प्यानल, लेयर प्यानल। लेयर भने अब यदि हजुर फोटोसप अलिकति जानकारी छ भने लेयर्सहरू थाहा भइहाल्छ। अनि पछि हामीले थाहा हुन्छ अनि के गर्नुपर्छ, कस्तो गर्नुपर्छ। अनि आजको लागि यति राख्छु अनि उम्मिद गर्छु कि हजुरहरूलाई राम्रो लाग्यो होला। अनि यदि राम्रो लागेको छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अनि केही प्रश्न छ भने कमेन्टको बक्समै हानिदिनु अनि मैले जतिखेर टाइम पाउँछ त्यतिखेर मैले जवाब दिने कोसिस गर्छु। अनि भोलिदेखि हामीले बिस्तारै अनि के हुन्छ, कस्तो हुन्छ, क्यारेक्टर स्टाइल यो धेरै छ, यो बिस्तारै सिक्दै जान्छ। अनि पछि अनि राम्रो भयो भने त्यस्तो हेरौँ न हैन। हो या त्यतिसम्म राख्छु। धन्यवाद सबैलाई।